चैत 13 गते प्रधानमन्त्री बालेन शाहसहित सबै मन्त्रीहरूले एकैपटक शपथ लिन्छन्। म बालेन्द्र शाह नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनता त्यति बेलासम्म को मन्त्री हुनेछन्, कस्ता कस्ता मन्त्रालयमा कस्ता कस्ता अनुहार आउनेछन् भन्ने कसैलाई पत्तै थिएन। न त मिडियालाई न त पार्टीहरूलाई नै, स्वयं मन्त्रीहरूलाई समेत थाहा नभएको जस्तो स्थिति थियो। यतिकैमा गृहमन्त्रीको नाम आउँछ, सुदन गुरुङ। सबैजना अचम्मित हुन्छन्। कसैले स्वाभाविक र राम्रो भन्छन् भने कतिले गृहमन्त्री बन्न योग्य मान्छेलाई नबनाएको समेत भन्न भ्याउँछन्। तपाईँ हामीले आशा गरेका केही अनुहारहरू मन्त्रीको लिस्टमा नै परेनन्। तपाईँको नजरमा को थियो मन्त्री हुनेवाला? कसलाई मन्त्री भएको देख्न चाहनुभएको थियो? को हुन् सुदन गुरुङ? कसरी गृहमन्त्री बन्न पुगे? सुदन गुरुङको व्यक्तित्व, शैक्षिक योग्यता के हो? यिनै विषयमा रहेर केही कुरा गरौँ। यसै त प्रधानमन्त्री पछिको शक्तिशाली कार्यकारी पद गृहमन्त्री हो र बालेन शाह नेतृत्वको सरकारको गृहमन्त्रीमा छन् सुदन गुरुङ। विभाग, नेपाल सरकार, गृह मन्त्रालय। गोर्खा पुर्ख्यौली घर भएका सुदन गुरुङ 2046 सालमा जन्मिएका हुन्। उनी एसएलसी पास भए पश्चात पनि र हुर्किएको पनि काठमाडौँमै हो। सफा गर्ने टिम एकजना राख्दैछौँ, हस्पिटलको वरिपरि सफा गर्ने टिम अर्को राख्दैछौँ। काठमाडौँमा एसएलसी पछि ए लेभलको पढाइको सुरुवात गरेका थिए सुदन गुरुङले। सुदन गुरुङले उक्त पढाइ सकेको र पास भएको भनेर कतै भनिएको छ भने कतै उनले यो पढाइ पास नगरेको बताउँछन्। विभिन्न मिडियाहरूले यसबारे खासै स्पष्टता भने कतै त्यसमा पनि तपाईँ डिजे हुनु नि मेरो फेरि कारण छ हैन? के होला? कारण चाहिँ के छ भन्दाखेरि चाहिँ एउटा डिजेले राम्रो म्युजिक बजायो भने मान्छेले तपाईँको स्याड भएर अब दुःख मानेर नाच्दैन के, रमाइलो भएर। पढाइपछि डिजेको काम गर्दै डिजे बनेका सुदन गुरुङ 2012 मै काठमाडौँको ठमेलमा ओएमजी नामको क्लब सञ्चालनमा ल्याएका थिए। यसरी फन र नाइट लाइफमा रमाउने व्यक्ति समाजसेवामा लाग्ला भन्ने कसैले सोचेकै थिएन होला सायद। जब 2072 सालमा देशमा भूकम्प गयो त्यति बेला सुदन गुरुङले आफ्नो समाजसेवाको जोर्नीलाई सुरुवात गरे। हामी नेपाल नामक संस्था खोलेर समाजसेवातर्फ अगाडि बढे। कोभिडको बेला पनि गुरुङ राहत र उद्धार नै लिएर ठाउँ ठाउँमा पुगेका थिए, उद्धारमै लागेका थिए। यसै गर्दै उनले भ्रष्टाचार, अनियमितताको विषयमा समेत आवाज उठाउँदै आएका थिए। हाम्रो देश परिवर्तन हुन्छ भन्ने एउटा आशा थियो। आज मैले मेरो अगाडि हजुरहरू सबैजना देख्दाखेरि मलाई बल्ल मेरो देश परिवर्तन। बेलासम्म सुदन गुरुङ खासै चर्चामा थिएनन्। भदौ 23 गतेको जेन्जी आन्दोलनपछि एकाएक चर्चामा आए। आन्दोलनमा स्वयंसेवकको रूपमा सहभागी भएर सहयोग गर्न गएका गुरुङले पछि जेन्जीहरूको लिडरको भूमिकाको रूपमा पूर्ण रूपमा निर्वाह गरी आन्दोलनलाई उत्कर्ष दिए। यद्यपि उनलाई यस विषयमा आरोप त छँदैछ, जेन्जी आन्दोलनको हाइज्याक गरेको लगायत पछि उनी नेपाली नै नरहेको, नेपाली नागरिकता नै नभएको समेत आरोप लाग्यो। तर ती आरोपहरू नागरिकताको विषयमा स्पष्टता भए तापनि अरूमा त्यति स्पष्टता देखिँदैन। सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने मात्र होइन, गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा समेत माग्दै आन्दोलनमा राम्रो भूमिका खेलेका सुदन गुरुङ रवि लामिछाने र बालेन शाहलाई मिलाउने काममा समेत उत्कृष्ट भूमिका खेलेका थिए र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी फागुन 21 गतेको निर्वाचनमा गोर्खा क्षेत्र नम्बर 1 बाट उम्मेदवारी दिएका गुरुङ विजयी। साल फागुन महिना 21 गते सम्पन्न निर्वाचनमा तपाईँ श्री सुधन सदर मत प्राप्त गर्नुभएकोले तपाईँ गोरखा जिल्लाको प्रतिनिधि सभा सदस्य भएका गुरुङ बालेन शाह नेतृत्वको शक्तिशाली सरकारको महत्त्वपूर्ण मन्त्रालय अर्थात् गृहमन्त्री नै हुन पुगे। यसरी उनले दबङ स्टाइलमा काम गरिरहेका छन् भन्ने सबैको विचार छ र उनले जनभावना अनुसार नै काम गरिरहेका छन्। मन्त्री भएको 24 घण्टा नबित्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कारबाही गरी हिरासत पुर्याए। पूर्व ऊर्जा मन्त्री दीपक खड्का लगायत विभिन्न बिचौलियाहरूलाई जेल हाल्ने काम भइरहेको छ। उनी आफै आफ्नै फेसबुक मार्फत बताउँदै भन्दै सुनाउँदै आइरहेका छन्। तपाईँलाई कस्तो लाग्दैछ गृहमन्त्री सुदन गुरुङको काम? कस्तो गरिरहेका छन्? कमेन्ट गर्नुहोस् र भन्नुहोस्।